हेलो एभ्रिवान, नमस्ते सबैलाई। आज चाहिँ म सुत्केरी भेट गर्नको लागि चाहिँ सुत्केरीको घरमा जाँदैछु। हामी नर्सहरू चाहिँ सुत्केरी घर भेट गर्दै गाउँसम्म पनि पुग्नुपर्ने हुन्छ। यो चाहिँ मेरो झोला हो। अब चाहिँ यताको बाटो जानु पर्यो। केराको के भन्छ यसलाई गेड छ हैन। केरा चाहिँ कतिको फलेछ छैन, केरै फलेको छैन, सबै सुकिसकेछ। मलाई के एक्लै हिँड्दा खालि यस्तो भिडियो बनाउनु मन लाग्छ अनि अपलोड गर्न चाहिँ टाइम हुँदैन, अनि फेरि पछि डिलिट गरिदिन्छु। माथि आए जस्तो लाग्यो, खै ठ्याक्कै घरै देखेन। धेरै माथि आयो भने हिँड्नुको मात्रै दुःख हुन्छ फेरि। भगवान्, त्यो पारिबाट राम्रो देखेको छैन है। म यहाँ आइसकेँ। गुड, तिमी को हो? बेबीको दादा हो? हो? फेरि जबरजस्ती गर्न लागेछन् धेरै पर्दैन ल। हाम्रो मामालाई यहाँ चेक उसै हेरे मात्रै हो के भाइ भएर खुसी भएको छ कि छैन? झुर भन न। ठिक छ। सब खुसी छु भन न। म बाबासँग सुत्छु। चलाउनु हुँदैन ल भरे यस्तो भयो। उसको नाकमा नि यस्तो छ, सेक्दिएको मजाले तातो सेक्दिनु भयो हो। पोलेको कि के हो त्यस्तो छ। नङ उ यसरी कोपानी के यतातिर त सेक्नु पर्दैन क्या। मुख सेक्नी गर्दाखेरि नाक चाहिँ यस्तो तान्नु। उ यस्तो नङले करप्पै यसो गर्दा हुन्छ। ल्याउ त यो। अब तेल त नलगाउनु भन्छ हैन, तर तेल लगाएर एकचोटि त कालो थियो मठे थियो नि। दाइ चाहिँ त्यस्तै थियो पहिला। शान्ति सिस्टर नि लानुहुन्थ्यो। तपाईँको नि भिडियो बनाइदिन्छु ल। यहाँ हेर्नु मलाई कोसेली ठिक पारिदिएको। सासूमामी बुहारी जस्तै हुनुहुन्छ। ल यो मेरो लास्ट हो ल। अब ल यो मेरो लास्ट हो है। अब चाहिँ म भयो।